एकैछिन आउनुहोस्। आज म तपाईँलाई नेपालका ग्रामीण गाउँहरूको कथा सुनाउँछु। यहाँ कति घर पो छ र यहाँ? 7 घर छ। 7 घरमा कतिजना आउनुहुन्छ अहिले? दुई बुढाबुढी छ के अरे। छोराहरू त बस्दैन, छोरीहरू त जम्मै लाउने। अनि तपाईँलाई जान मन लाग्दैन उता सँगै? घरको माया लाग्यो। केही समय अघि मात्रै म तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका स्थित मुलाबारी गाउँमा गएको थिएँ। घरहरू शून्य थिए। छोरी अन्माएर शान्त भएको घर जस्तै थिए तिनीहरू। बुढेउलीले छपक्क छोपेको शरीर, सेता कपालहरू लिएर बुढा आमा बुबाहरू मात्रै भेटिए गाउँमा। लाग्यो गाउँ त अब गाउँ नै रहेनछ। पहिला पनि यस्तै खाली हुन्थ्यो र? गाउँमा घरहरू त थिए तर बस्ने मान्छे थिएनन्। घरका ढोकामा लागेका ताल्चाहरूले सायद महिनौ भएको थियो खुल्न नपाएको। आज गाउँमा जाने हो भने विकासका केही प्रतीकहरू देखिन्छन्। बाटो बनेको छ गाउँमा, तर त्यसमा हिँड्ने युवा जमातको कमी छ। बत्ती पुगेको छ गाउँमा, तर त्यो बत्तीको प्रकाशमा अक्षरहरू चिन्न खोजिरहेका नानी बाबुहरू छैनन्। गाउँमा अलिअलि गर्दै विकास भएको छ, तर त्यो विकास कसका लागि भन्ने प्रश्नले झस्काइरहन्छ। हाम्रो पनि बच्चा पाए पनि सबै त्यस्तै हो क्या। पाए पनि बुढाबुढी आमा बाबा तर बस्नै पर्ने रहेछ।